हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज फेरि पनि म नयाँ भिडियो लिएर उपस्थित भएको छु। आजको भिडियोमा म चाहिँ डिपेन्डेन्टको रिन्युअल प्रोसेसको बारेमा जानकारी दिन गइरहेको छु। अझै पनि जापानमा चाहिँ आफ्नो भिजा रिन्यू गर्दा डिपेन्डेन्टको पनि गरिन्छ। त्यस्तै लयर लगाएर गरिने चलन चलिरहेको छ। अझै पनि 7-8 मान लयरलाई दिएर अनि भिजा रिन्यू गर्ने प्रक्रिया चलिरहेको छ। म चाहिँ के भन्न चाहन्छु, आफै गर्नु होला, आफै गर्न सकिन्छ, केही गाह्रो छैन। एक दिनको आफूले डकुमेन्ट तयार पार्ने हो, फर्म भर्ने हो, बुझाउने हो। लयरलाई 6-7 मान तिरेर त्यो तपाईँको खर्च वेस्ट हुन्छ भन्न चाहन्छु। सकेसम्म आफै गर्नु, आफै ट्राई गर्नुहोस्, केही प्रब्लम हुँदैन। केही मिस्टेक भए पनि इमिग्रेसनमा गएर तपाईँको यो मिस्टेक भएको छ भनेर उल्टै सिकाइदिन्छ। पुरै चाहिँ उता पनि गएर चेक गरेको हुन्छ। यो भिडियो चाहिँ अन्तिम समय नबिर्सिनु होला। मलाई लाग्छ यो भिडियो सबैको लागि जानकारीमूलक र इन्फर्मेटिभ हुनेछ भन्ने आशा गरेको छु। फर्म भर्नुभन्दा पहिला सबैभन्दा पहिला हामीले के डकुमेन्ट तयार पार्ने त यो बारेमा कुरा गरौँ। फर्म भर्नुभन्दा पहिला हामीले के डकुमेन्टहरू हामीसँग राख्नुपर्ने हुन्छ। खाइसासँग सबभन्दा पहिला खाइसासँग हामीले के डकुमेन्ट माग्ने भन्दा जाइसोकु सोमेसो, 1 नम्बरमा जाइसोकु सोमेसो, इम्प्लोइमेन्ट सर्टिफिकेट। यो चाहिँ कम्पनीसँग माग्नुभयो भने इजिली दिन्छ है। हस्बेन्डको कम्पनी या आफ्नो होइन कि हस्बेन्डले जहाँ काम गर्ने हो, ग्यारेन्टर भनेको त हस्बेन्ड हो। हस्बेन्डको चाहिँ जाइसोकु सोमेसो। अनि स्याक्सोबाट हामीले के डकुमेन्ट तयार पार्ने त वार्डमा गएर हामीले चाहिँ 1 नम्बरमा जुमिनी हो, यसमा चाहिँ हस्बेन्ड वाइफको नाम चाहिँ इन्क्लुड हुनुपर्ने हुन्छ। रेसिडेन्ट सर्टिफिकेट जस्तै हो, यहाँ बसोबास गर्दैछ भन्ने एउटा प्रमाणपत्र। 2 नम्बरमा खाजै सोमेसो र नोजै सोमेसो भनेको ट्याक्स सर्टिफिकेट, ट्याक्स क्लियरेन्स सर्टिफिकेट भन्छ। नोजै सोमेसो चाहिँ नोजै सोमेसो मेन कुरो चाहिँ हामीले के ख्याल गर्नु पर्यो भन्दा नोजै सोमेसो निकाल्दाखेरि पैसा बाँकी हुनु भएन। त्यो पैसा बाँकी भयो भने त्यो सर्टिफिकेट निकाल्नुभन्दा पहिला त्यो पैसा तिर्नु अनि जिरो भइसकेपछि बल्ल त्यो सर्टिफिकेट निकाल्नु, नत्र तपाईँहरूलाई गाह्रो हुनसक्छ। 5 वर्ष आउने भिजा, 3 वर्ष आउने भिजा पनि 1 वर्ष 6 महिनाको आउन सक्छ, रिस्क हुन्छ। त्यही भएर ट्याक्स चाहिँ क्लियरै गरेको राम्रो हुन्छ। त्यो क्लियर गरेरै निकाल्नु होला। नोजै सर्टिफिकेट निकाल्दाखेरि पैसा देखायो भने चाहिँ त्यो तिर्नु होला, हेलचेक्रा चाहिँ नगर्नु होला भन्न चाहन्छु है। स्याक्सोबाट निकाल्नुपर्ने जुमिन हो, नोजै सोमेसो, खाजै सोमेसो। अर्को कुरा चाहिँ मैले चाहिँ के बुझाएको थिएँ भन्दा म्यारेज सर्टिफिकेटको कलर फोटोकपी एउटा बुझाएको थिएँ। र केही चुइका नमागोस् भनेर चाहिँ केही चुइका एडिसनल डकुमेन्ट नमागोस् भनेर चाहिँ मैले 3 महिनाको स्यालेरी सिट पनि दिएको थिएँ। त्यो नदिँदा पनि हुन्छ, तर मैले चाहिँ दिएको थिएँ। फेरि किन भन्दा फेरि माग्यो भने फेरि लिएर जानुपर्ने हुन्छ। त्यो दिएर केही फरक पर्दैन, तर चुइका आयो भने चाहिँ समस्या हुन्छ भन्ने कारणले मात्रै मैले चाहिँ बुझाएको थिएँ है। त्यो नबुझाउँ कम्पलसरी चाहिँ छैन। कम्पलसरी भनेको के भन्दा जाइसोकु सोमेसो कम्पनीबाट, वार्ड अफिसबाट नोजै सोमेसो, खाजै सोमेसो, जुमिन हो, यति भयो भने चाहिँ हुन्छ। र फर्म चाहिँ कुन फर्म भर्ने, कसरी भर्ने भन्दा मैले चाहिँ डिस्क्रिप्सनमा फर्मको PDF राखिदिएको छु, त्यहाँ क्लिक गरेर तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ है त। र अर्को कुरा चाहिँ धेरै आइरहने प्रश्न चाहिँ सँगै भर्दा सँगै डिपेन्डेन्ट हस्बेन्डको सँगै एप्लाई गर्दा राम्रो कि भिजा 4-5 महिना बाँकी छ पछि गर्दा राम्रो भन्ने प्रश्न आइरहेको हुन्छ। यो चाहिँ म के क्लियर गर्न गइरहेको छु भन्दा यसमा पनि मैले एप्लाई गर्दा पनि सँगै गरेको थिएँ। किन भन्दा जाइसोकु सोमेसो एकचोटि बुझाएपछि भइहाल्यो। वाइफको फेरिको लागि फेरि जाइसोकु माग्नु पऱ्यो, वार्डबाट डकुमेन्टहरू तयार गर्नु पऱ्यो है। एउटै डकुमेन्टले चाहिँ तपाईँले एप्लाई गर्नु पाउनुहुन्छ। त्यो 3-4 महिनाले फरक चाहिँ पर्दैन। सकेसम्म 1 महिना 2 महिना बाँकी छ अब एप्लाई गरौँ भनेर चाहिँ नगर्नुहोस्। 3 महिना 4 महिना हुँदाखेरि गर्दा हुन्छ। मेरो पनि 3.5-4 महिना हुँदाखेरि मैले एप्लाई गरिसकेको थिएँ, तर वाइफको चाहिँ 5, 4.5, 4 महिना बाँकी थियो। त्यो बेलामा चाहिँ मैले सँगै एप्लाई गरेँ, सँगै भिजा आयो। सँगै एप्लाई गर्दा राम्रो हुन्छ। नत्र 2-2चोटि तपाईँले बिदा पनि मिलाउनु पऱ्यो, छुट्टा लिएर जानु पऱ्यो। डिपेन्डेन्ट थाहा हुँदैन इमिग्रेसनको कुराहरू, तपाईँले आफ्नो बिदा मिलाउनु पऱ्यो। तर एकैचोटि एप्लाई गर्नुभयो भने चाहिँ 2चोटि हुने काम एकैचोटिमा हुन्छ, एउटै डकुमेन्टले हुन्छ भन्न चाहन्छु। यो चाहिँ क्लियर गर्न चाहन्छु।
है त। फर्महरू चाहिँ मेरो PDF फाइल छ, PDF फाइल डिस्क्रिप्सनमा PDF छ, त्यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ। फर्म भर्ने प्रक्रिया चाहिँ मैले आफ्नो फर्म भरिसकेको चाहिँ स्क्रिन रेकर्ड गराएर भिडियो बनाएको छु। क्लियर तरिकाले म भन्नेछु, अन्तिमसम्म हेर्नुहोला। सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला। मैले स्याम्पल लिएर आइसकेको छु। मैले जे भरेको थिएँ आफूले एप्लाई गर्दा त्यही सेम सारले लिएर आएको छु है। केही कन्फ्युजन लाग्छ भने कमेन्टमा सोध्न सक्नुहुन्छ। तपाईँले 4वटा फर्म भर्नुपर्ने हुन्छ। 3टा चाहिँ भिजा एप्लिकेसन भइहाल्यो, एउटा चाहिँ 28 आवर्स 28 घन्टा काम गर्न पाउने भर्नुपर्ने हुन्छ। यो वाला यो पनि मैले डिस्क्रिप्सनमा राखेको छु, त्यहाँबाट डाउनलोड गर्नु होला है। यो चाहिँ 28 घन्टा काम गर्न पाउने भनेर है यो फर्म भर्नुपर्ने हुन्छ। टोटल गरेर 4वटा फर्म भर्नुपर्ने हुन्छ। यसै गरी म चाहिँ यो एक्सप्लेसन गर्न गइरहेको छु। 1 नम्बरमा देख्न सक्नुहुन्छ तपाईँले नेसनालिटी भनेको छ, यो नेप्लिज भइहाल्यो। 2 नम्बरमा चाहिँ डेट अफ बर्थ भयो, जसको डिपेन्डेन्ट एप्लाई गर्दै हुनुहुन्छ उहाँको। 3 नम्बरमा चाहिँ डिपेन्डेन्टको नाम इङ्ग्लिसमा क्यापिटल लेटरमा फुल अल्फाबेट लेटर क्यापिटलमा लेख्नु होला। 4मा मेल फिमेल भइहाल्यो, मारु लाग्नु होला, मेल र फिमेल जुन हो है। 5मा चाहिँ म्यारिड सिङ्गल के हो लाउनु होला, आरी या नासी भनेको छ होइन। अनि 6मा चाहिँ अक्युपेसन भनेको छ हाउसवाइफ, मैले चाहिँ हाउसवाइफ लिएको थिएँ। सिउफू भने पनि हाउसवाइफ हो, जापानिजमा लेखे पनि हुन्छ, खान्जीमा इङ्ग्लिसमा लेखे पनि हुन्छ है त। मैले चाहिँ सबै इङ्ग्लिसमा लेखिदिएको थिएँ। 7 नम्बरमा चाहिँ डिपेन्डेन्टको पासपोर्टमा जे एड्रेस छ त्यही लेख्नु होला। होम टाउन सिटी मैले चाहिँ गुल्मी 3 भनेर थियो, त्यही लेखेको थिएँ है। पासपोर्टमा जे एड्रेस सेम त्यही हुनु पऱ्यो है त। अनि एड्रेस चाहिँ जापानमा तपाईँ कहाँ बस्दै हुनुहुन्छ यो पोस्ट नम्बरदेखि लिएर यहाँ चाहिँ एड्रेस कन्टिन्यू लेखिदिनु होला है। जे जाहेर कार्डमा छ त्यही लेख्नु होला। 9 नम्बरमा टेलिफोन नम्बर पर्दैन, नासी भनिदिएको छु। अनि यहाँ चाहिँ फोन नम्बर लेख्नु होला। अनि 10 नम्बरमा चाहिँ पासपोर्ट नम्बर लेख्नु होला, डिपेन्डेन्टको पासपोर्ट नम्बर है। अनि पासपोर्टको एक्सपिरेसन डेट है। 2मा चाहिँ यहाँ चाहिँ पासपोर्टको एक्सपिरेसन डेट भइहाल्यो। अनि स्ट्याटस अफ रेसिडेन्स, मैले यसलाई चाहिँ खाजोको भिजा भन्छ होइन, तर मैले चाहिँ डिपेन्डेन्ट मात्रै लेखेको थिएँ। तपाईँलाई कन्फ्युजन केही डिपेन्डेन्ट इङ्ग्लिसमा मात्रै कन्फ्युजन लाग्यो भने खान्जी लेख्दा पनि हुन्छ, इङ्ग्लिस लेख्दा पनि हुन्छ, दुइटामा एउटा जुन लेखे पनि हुन्छ। तर मैले चाहिँ सबै इङ्ग्लिसमा लेखेको छु नि त, त्यही कारणले मैले डिपेन्डेन्ट मात्रै लेखेको थिएँ। तपाईँ पनि डिपेन्डेन्ट लेख्दा पनि हुन्छ, केही फरक पर्दैन है त, जे लेख्दा पनि हुन्छ। पिरियड अफ स्टे भनेको जाहेर कार्डमा त्यति बेला कति वर्ष भिजा थियो त, अहिले हामीले रिन्यू गर्ने हो नि त, कति वर्षको भिजा छ त भनेपछि 1 इयर्स भिजा थियो। अनि स्टार्ट अफ रेसिडेन्ट भने जाहेर कार्ड भइहाल्यो होइन। अनि जाहेर कार्डको एक्सपिरेसन डेट 11को 2 नम्बरमा हेर्नु त, यहाँ डेट अफ एक्सपिरेसन डेट भनेको छ, एक्सपाइरेसन डेट है 2026 10/5 मेरो एक्सपाइरेसन डेट भयो है डिपेन्डेन्टको है त, मेरो नै डिपेन्डेन्टको एक्सपाइरेसन डेट। 12मा चाहिँ जाहेर कार्डको नम्बर रेसिडेन्स कार्ड नम्बर है। 13 नम्बरमा चाहिँ डिजायर्ड लेन्थ अफ एक्सटेन्सन भनेको छ, यो भनेको तपाईँले एस्टिमेट कति वर्ष चाहिने हो त, 3 वर्ष 5 वर्ष, मैले चाहिँ 5 वर्ष लेखेको छु। अनि 14 नम्बरमा चाहिँ रिजन अफ एक्सटेन्सन भनेको छ, के कारणले भिजा रिन्यू गर्ने त भन्दा टु लिभ विथ माई हस्बेन्ड हु इज वर्किङ इन ... कम्पनी लिमिटेड, यहाँ होटलको नाम जे भए पनि जेमा काम गर्नुहुन्छ त्यहाँ लेख्नु होला है। मैले चाहिँ लेखेको थिएँ, तपाईँले जापानिजमा लेख्दा नि हुन्छ, मैले चाहिँ इङ्ग्लिसमा लेखेको थिएँ। इङ्ग्लिसमा भर्दा नि केही फरक पर्दैन है त। यो चाहिँ म आफ्नो हस्बेन्डसँग कन्टिन्यू बस्न चाहन्छु भन्ने कुरा है। 15मा चाहिँ क्रिमिनल रेकर्ड केही छ जापानमा भनेको छ, नोमा मारु लगाइदिनुहोस्। अर्को इम्पोर्टेन्ट छ 16 नम्बरको चाहिँ स्पाउस, यहाँ चाहिँ रिलेसनसिप, स्पाउस भनेको हस्बेन्डको खान्जी ओतो भने पनि हुन्छ है, चुमा भने पनि हुन्छ। तपाईँले डिपेन्डेन्ट लेख्नु, डिपेन्डेन्टको एप्लाई कसले गर्दै, हस्बेन्ड हो कि वाइफ हो भन्ने घर पर्छ नि त, त्यही भएर यहाँ स्पाउस लेख्दा हुन्छ, हस्बेन्ड वाइफ पर्नुपर्छ होइन। अनि यहाँ चाहिँ हस्बेन्डको नाम, यहाँ चाहिँ सपोर्टर है, डिपेन्डेन्टको नाम नभएर सपोर्टर, डिपेन्डेन्टको चाहिँ होइन है, यहाँ सपोर्टरको नाम लेख्नुहोस्, हस्बेन्डको नाम लेख्नुहोस् होइन। अनि डेट अफ बर्थ, यदि तपाईँले डिपेन्डेन्ट वाइफको एप्लाई गर्दै हुनुहुन्छ भने यहाँ हस्बेन्डको लेख्नु पऱ्यो। यहाँ हस्बेन्डको डेट अफ बर्थ, नेसनालिटी नेप्लिज भइहाल्यो। अनि एप्लिकेन्ट रिसाइडिङ विथ एप्लिकेन्ट भनेको यस भइहाल्यो होइन। प्लेस अफ इम्प्लोइमेन्ट, जो हस्बेन्डले कहाँ काम गर्नुहुन्छ त यहाँ लेखिदिनुहोस् है, खाबुसी खाइसा डट भनेर लेख्दा हुन्छ, खाबुसी खाइसा अनि नाम होटल या कम्पनी जे छ त्यो नाम लेख्दा हुन्छ। अनि उहाँ हस्बेन्डको जाहेर कार्डको नम्बर है। यसरी गरी एउटा फर्म चाहिँ हाम्रो कम्प्लिट भयो। तपाईँलाई फेरि सोध्दै हेर्न चाहनुहुन्छ भने यस्तरी देखाइदिन्छु है, स्क्रिनसट पज गरेर हेर्न सक्नुहुन्छ है तपाईँहरूले। सेकेन्ड भयो हाम्रो, सेकेन्ड फर्म छ हाम्रो यो फर्म चाहिँ चिन्हलाई पनि यहाँ देख्नुहुन्छ, डिपेन्डेन्ट हु लिभ्स विथ इज सपोर्टर भनेको छ है।
अब यो चाहिँ हामीले के भन्नु पऱ्यो भन्दा यहाँ चाहिँ नेम एन्ड रेसिडेन्स कार्ड नम्बर अफ द फोरिजन टु बी सपोर्टेड एप्लिकेन्ट भनेको जसको एप्लाई गर्ने हो। वाइफको नाम यहाँ लेख्नु पऱ्यो क्यापिटल लेटरमा है, क्यापिटल यहाँ न्यू पानी थर भइहाल्यो, स्पेस अनि नाम लेख्नुहोस्, रेसिडेन्स कार्ड जाहिर कार्ड नम्बर लेख्नुहोस्, सपोर्टर भनेको हस्बेन्डको नाम लेख्नुहोस् है, जसले सपोर्ट गरेको छ, डिपेन्डेन्टको माथि सपोर्टर हस्बेन्डको यहाँ तल, डेट अफ बर्थ भइहाल्यो, नेसनालिटी नेप्लिज भइहाल्यो, जाहिर कार्ड नम्बर भइहाल्यो। 5 नम्बरमा चाहिँ स्ट्याटस अफ रेसिडेन्स भनेको चाहिँ अहिले कुन भिजा छ त हस्बेन्डको, इन्जिनियर स्पेसलिटी इन ह्युम्यानिटिज भिजा थियो मेरो चाहिँ है, मैले चाहिँ त्यो लेखेँ, गिजिनको कु भन्छ त्यसलाई चाहिँ इन्जिनियरिङ स्पेसलिटिज इन ह्युम्यानिटिज इन्टरनेसनल सर्भिस, यो जाहिर कार्डमै तपाईँको लेखेको हुन्छ, त्यही सार्दा पनि हुन्छ, स्ट्याटस भन्ने लेखेको हुन्छ नि जाहिर कार्डमा, त्यो यहाँ लेख्ने। पिरियड अफ स्टे भनेको अहिले कति वर्षको भिजा छ त भन्दा 1 वर्षको छ भनेर लेख्ने। जाहिर कार्डको एक्सपायरेसन डेट है, सकिने मिति लेख्नु पऱ्यो। अनि रिलेसन के हो त एप्लिकेसन्स, जसलाई एप्लाई गर्दै हुनुहुन्छ उहाँसँगको रिलेसन के हो त भनेको उहाँ तपाईँको वाइफ र तपाईँ उहाँको हस्बेन्ड भनेर चाहिँ मैले हस्बेन्डमा मार्क लगाएको छु है। सबभन्दा इम्पोर्टेन्ट चाहिँ 9 नम्बर प्लेस अफ इम्प्लोइमेन्ट, खाबुसी खाइसा डट होटल, अब के छ यहाँ डट भन्दा पनि खाबुसी खाइसा भइहाल्यो। अब खाबुसी खाइसा कसैको पछाडिपट्टि पनि हुन्छ, अनि मेरो चाहिँ अगाडिपट्टि थियो, खाबुसी खाइसा डट होटल भनेर मैले लेखेको थिएँ है, कम्पनीको नाम लेखिदिनुहोस्। 10 नम्बरमा चाहिँ तपाईँको कर्पोरेसन नम्बर होजिन बाङ्गो भन्छ है, होजिन बाङ्गो भनेपछि 13 नम्बरको 13 डिजिटको हुन्छ, यो चाहिँ यो कम्पनीसँग माग्नु भयो भने इजिली दिन्छ। म डिपेन्ड एप्लाई गर्ने हो, रिजन भन्नै पर्दैन, मलाई यो बाङ्गो चाहिएको छ भनेर उसले दिइहाल्छ, रिजन भने पनि हुन्छ, दिएन भने तर दिन्छ, यो दिनै पर्ने हुन्छ। अनि यो चाहिँ कम्पनीले जुन तपाईँको रिन्यू गर्दा, हस्बेन्डको रिन्यू गर्दाखेरि जुन डकुमेन्ट बनाएर दिएको हुन्छ नि, त्यो डकुमेन्टमा चाहिँ यो बाङ्गो हुन्छ, त्यहाँ एकचोटि हेर्नु होला, त्यो सकेसम्म फोटो खिचेर राख्दा हुन्छ, फाइलमा PDF बनाएर राखेको हुन्छ, अरू चटलाई काम लाग्छ है। यो बाङ्गो इम्पोर्टेन्ट हुन्छ, सधैँ यही बाङ्गो हुन्छ नि त, त्यही भएर इम्पोर्टेन्ट हुन्छ। अनि 11 नम्बरमा चाहिँ नेम अफ ब्रान्च, होटलको ब्रान्च लेखिदिनुहोस् है, के कुन ब्रान्च हो, होटलको नाम कुन हो है, त्यो लेखिदिनुहोस्। ब्रान्च लेख्दा हुन्छ कुन ब्रान्च हो भनेर है, होटलले सोधे पनि हुन्छ, यो चाहिँ तपाईँको काम गर्ने ठाउँलाई सोधे पनि हुन्छ होइन। 12 नम्बरमा एड्रेस, काम गर्ने ठाउँ जुन हस्बेन्डले काम गर्नुहुन्छ नि उहाँको एड्रेस, मेन एड्रेस, होन्स्या लेख्दै पनि हुन्छ, होन्स्याको लेख्दै पनि हुन्छ, सितेन लेख्दै पनि हुन्छ, तपाईँले काम गर्ने एड्रेस, मेन एड्रेस है, खाइसाको मेन एड्रेस, ब्रान्चको यो ब्रान्च छ नि यसको मेन एड्रेस यहाँ लेख्नु पऱ्यो। त्यसले होटलको नम्बर लेख्नु पऱ्यो, काम गर्ने ठाउँ है, मेरो चाहिँ होटल थियो त्यही भएर मैले होटल भनेर राखेको छु। तपाईँले काम गर्ने, हस्बेन्डले काम गर्ने कम्पनीको चाहिँ फोन नम्बर, एड्रेस, ब्रान्च लेख्नु पऱ्यो। एनुअल इन्कम, यहाँ चाहिँ तपाईँ वार्षिक इन्कम कति हो त है, लगभग 2,50,000 छ भने त्यसलाई 2,50,000 × 12 गर्दा कति आउँछ, त्यसमा बोनस केही हुन्छ भने, र तपाईँको नाजी खोजेमा जति एमाउन्ट हुन्छ त्यो लेख्दा पनि हुन्छ, त्यो एक्ज्याक्ट हुनुपर्छ, फेरि त्यो तलमाथि हुनु हुँदैन है। तपाईँको 2,50,000 छ भने तपाईँको वार्षिक इन्कम कति हुन्छ त है, नोजी खाजीमा पनि हुन्छ, यो टोटल एमाउन्ट चाहिँ वार्षिकको त्यो लेख्दा पनि हुन्छ, एक्ज्याक्टली हुन्छ नि त, त्यो उताको चाहिँ ट्याक्स तिरेको हामीले उता देखिन्छ, टोटल एमाउन्ट त्यहाँ हुन्छ, त्यो लेख्दा पनि हुन्छ है। म चाहिँ 300 मान लेखेको थिएँ। अनि यहाँ चाहिँ तपाईँले न्युपाने प्रवीण, यहाँ चाहिँ तपाईँको साइन है त, डिपेन्डेन्टको नभएर तपाईँको साइन, किनभने यहाँ तपाईँको ग्यारेन्टर, यहाँ सिग्नेचर अफ सपोर्टर अरू ग्यारेन्टर भनेको छ नि त। तर जुन दिन बुझाउने हो त्यही दिन मात्रै यो भर्नु होला है त, डेट भर्नु होला, जुन दिन बुझाउने हो त्यही दिन भरेको, भर्खर आजै भरेर ल्याएको भनेर चाहिँ डेट त्यही दिनको लेख्नु होला। अनि यहाँ सपोर्टरको नाम, यसै गरी यो फर्म पनि सकियो। अर्को फर्म छ लास्टमा गरौँला, भिजा रिन्यूको थर्ड एन्ड लास्ट फर्म चाहिँ यो छ है त। यो चाहिँ तपाईँले कहाँ बिहा गर्नुभयो भन्ने छ है, जापानिज अथोरिटिज हो, जापानमा बिहा गरेको भनेपछि होइन, जापानमा बिहा गरेको भने चाहिँ यहाँ लेख्नु पऱ्यो। मैले चाहिँ नेपालमा बिहा गरेको थिएँ, फोरिजन अथोरिटिजमा मेरो वार्डको एड्रेस कहाँ हो त, कुन ठाउँबाट दर्ता गरेको त भन्दा त्यो तमा छ त रूपन्देही, तपाईँको वार्डको नाम जहाँ तपाईँले बिहा दर्ता गर्नुभएको छ, बिहाको रेजिस्ट्रेसन, तपाईँको म्यारेज सर्टिफिकेटमा डेट अफ रेजिस्ट्रेसन हुन्छ त्यहाँ है, जुन फोटो टाँसेको हस्बेन्ड र वाइफको फोटो टाँसेको म्यारेज सर्टिफिकेट हुन्छ नि त्यहाँ चाहिँ डेट अफ रेजिस्ट्रेसन हुन्छ, यो लेख्नु पऱ्यो। 18 नम्बरमा ग्यारेन्टरकोमा मारु लगाइदिनुहोस्, टिक लगाइदिनुहोस् 18 नम्बरमा है। 19मा चाहिँ तपाईँ चाहिँ कुनै काम गर्नुहुन्छ, वाइफले कुनै केही काम गर्नुहुन्छ जापानमा चाहिँ भन्नुभएको थियो, मेरो चाहिँ केही काम गरेको थिएन, नोमा पनि टिक लगाइदिएको छु मैले। यदि काम गर्नुहुन्छ भने यसमा टिक लगाएर कुन काम गर्नुहुन्छ त, ब्रान्च, होटलको नाम, टेलिफोन, वर्क टाइम, पर विक
है 28 घन्टा हो नि त यहाँ। अनि स्यालेरी कति हो है, मन्थ सबै लेख्नुपर्ने, डेली लेख्नुपर्ने हुन्छ। तर काम गरे छैन भन्यो भने चाहिँ यो केही लेख्नुपर्ने हुँदैन है त। अनि यहाँ चाहिँ एप्लिकेन्टको सिग्नेचर लेख्नु पऱ्यो जसले, तर फर्म यो डिपेन्डेन्ट एप्लाई गर्ने हो नि त। इमिग्रेसनमा चाहिँ कसले फर्म भरेको भनेर सोध्छ। यो चाहिँ वाइफले, जसको एप्लाई गर्ने हो उसैले भरेको भन्नु होला, नत्र मैले भरेको उसले जान्दिनँ भन्यो भने चाहिँ उसैलाई भराउँछ। किन त्यस्तो मिल्दैन, वाइफले चाहिँ भन्नुपर्ने हुन्छ भन्छ। यस कुरामा चाहिँ ख्याल गर्नु होला है। कसले भरेको भन्दा आफै वाइफ सक्यो वाइफलाई भर्न दिनुहोस्। यदि आफै भर्नुभयो भने चाहिँ वाइफले भरेको भन्नु होला, नत्र आफै तपाईँलाई लेखाउँछ फेरि इमिग्रेसनमा चाहिँ। सकेसम्म वाइफलाई चाहिँ भरेको दिँदा राम्रो। यहाँ चाहिँ वाइफको यहाँ पढ्नु होला पहिला है। सिग्नेचर अफ द एप्लिकेन्ट, डेट अफ फिलिङ दिस फर्म भनेको छ, न्यु पार्ने डट वाइफको नाम लेख्नुहोस्, जुन दिन बुझाउने हो। यहाँ र अगाडिको डेट चाहिँ यो सेम हुनुपर्छ, यो डेट है सेम हुनु पऱ्यो। तल हामीले केही गर्नु पर्दैन, यति हो। यो चाहिँ थर्ड फर्म पनि सकियो। केही यसमा चाहिँ धेरै केही गर्नु पर्दैन, मैले चाहिँ यस्तो देखाएको छु। पज गरेर हेर्न पनि सक्नुहुन्छ है त। बुझेन भने चाहिँ कमेन्ट गर्नु होला, म रिप्लाई दिएर गए पनि सिकाउँछु। र अर्को छ 28 घन्टा काम। यो नभरे पनि हुन्छ, तर तपाईँले भर्यो भने भरेर लेट जाँदा राम्रो। किन भन्दा उहाँ गएर सोध्नु त 28 घन्टा कामको फर्म भर्ने कि नभर्ने भन्छ। घरैबाट फर्म भरेर लानुभयो भने सजिलो भइहाल्यो है। जाहेर कार्ड तपाईँको आउँदाखेरि 28 घन्टा छाप लागेर आउँछ। त्यो फर्म चाहिँ यो पनि मैले डिस्क्रिप्सनमा राखेको छु, हेर्नु होला। नेप्लिज भइहाल्यो। यहाँ चाहिँ सबै डिपेन्डेन्टको है त। अनि डेट अफ बर्थ भइहाल्यो, डिपेन्डेन्टको नाम, मेल फिमेल, म्यारिड सिङ्गल, अक्युपेसन हाउसवाइफ, एड्रेस इन जापान, जाहेर कार्डमा जे एड्रेस छ त्यो लेख्नु होला। पोस्ट नम्बर सहित लेखेँ, पोस्ट नम्बर यहाँ लेख्ने, अनि एड्रेस कन्टिन्यू गरिदिने। टेलिफोन नम्बर नासी, फोन नम्बर लेख्नु होला डिपेन्डेन्टको। डिपेन्डेन्टको यदि सिम निकाल्नु भएको छैन, हस्बेन्डको लेख्दा पनि हुन्छ, फरक पर्दैन। डिपेन्डेन्टको पासपोर्ट नम्बर, अनि पासपोर्टको एक्सपाइरेसन डेट, अनि स्ट्याटस अफ रेसिडेन्स। मैले अगाडि पनि भनेको थिएँ, डिपेन्डेन्ट लेखेको थिएँ मैले चाहिँ। यहाँ चाहिँ खाजोको भिजा भन्छ, यसलाई चाहिँ थाहै चाहिँ खाजोको भिजा भन्छ डिपेन्डेन्टलाई चाहिँ। म चाहिँ डिपेन्डेन्ट मात्रै लेख्दा पनि हुन्छ, डिपेन्डेन्ट लेखेको थिएँ, किनभने सबै इङ्ग्लिसमा लेखेको छु, त्यही भएर मैले डिपेन्डेन्टमा लेखेको थिएँ। पिरियड अफ स्टे, अहिले तपाईँको बसाइ कति वर्षको छ त? है डेट अफ एक्सपाइरेसन भइहाल्यो। यो चाहिँ मैले कट गरेको चाहिँ तलमाथि भएको, स्याम्पल लेख्दाखेरि चाहिँ तलमाथि भएको रहेछ, यो चाहिँ ख्याल गर्नु होला। पिरियड अफ स्टे भनेको अहिले चाहिँ कति वर्षको भिजा छ त? मेरो 1 वर्षको भिजा थियो, मैले चाहिँ यो लेखेँ 1 वर्षको भिजा है। यहाँ चाहिँ रेसिडेन्स कार्ड नम्बर भनेको जाइरो कार्ड नम्बर लेख्नु पऱ्यो है त। यो स्याम्पल मैले जुन डकुमेन्ट बुझाएँ त्यसपछि स्याम्पल बनाएको थिएँ मैले। स्याम्पल बनाउँदाखेरि चाहिँ यो तलमा 1 इयर्स तलमाथि मैले लेखेको रहेछु। यो चाहिँ भर्खर कट स्याम्पल, यसरी कट चाहिँ नगर्नु होला है। यो चाहिँ माथि पढ्न सक्नुहुन्छ, रेसिडेन्स कार्ड नम्बर, पिरियड अफ स्टे भनेको छ है, यो ख्याल गर्नु होला। पिरियड अफ स्टे भनेको अहिले तपाईँको कति वर्ष भिजा छ त? 1 वर्षको छ, 1 वर्ष लेख्नु पऱ्यो। रेसिडेन्ट कार्ड नम्बर भनेको जाइरो कार्ड नम्बर लेख्नु पऱ्यो है। अब काम गर्नु न भनेर लेख्नुपर्छ नि त, यहाँ चाहिँ त्यस्तो लेख्नु पर्दैन, केही पनि लेख्नु पर्दैन, यो चाहिँ खाली छोड्दा हुन्छ है। किनभने यहाँ कामको डेट हाल्नुपर्ने आवश्यक चाहिँ पर्दैन। अनि यहाँ डिपेन्डको नाम लेख्नुहोस् है। यहाँ चाहिँ 2026 4/10 भनेर लेख्दा हुन्छ। 2026 4/10 भनेको जुन डेट बुझाउने हो त्यो डेट लेख्नु होला। यहाँ चाहिँ यहाँ डिपेन्डको साइन, अल्फाबेट लेटर लेख्नु होला, साइन। ल यो चाहिँ हाम्रो 28 घन्टा काम, जाइरो कार्ड पछाडि 28 घन्टा हामी छाप हानिन्छ नि, त्यसको लागि यो फर्म है। एउटा फर्म यो भइहाल्यो, अनि एउटा फर्म चाहिँ यो भइहाल्यो है। अर्को फर्म यो भइहाल्यो, अर्को फर्म चाहिँ यो भइहाल्यो। प्रिन्ट गर्दाखेरि जुन पिडिएफ फर्म प्रिन्ट गर्नुहुन्छ नि, त्यहाँ चाहिँ प्रिन्ट गर्दा यो फर्महरू पनि आउँछ, तर यो भर्नु पर्दैन। यहाँ माथि हेर्नुहोस् त, देयर इज नो निड टु सबमिट दिस सिट भनेको छ। यो केही भर्नु आवश्यक छैन, यसलाई चाहिँ फालिदिने है। भर्नुपर्ने भनेको मेन इम्पोर्टेन्ट भिजा, डिपेन्डेन्ट भिजा रिन्यू गर्दा यति 4वटा फर्म रिन्यू गर्नुहोस्। यति फर्म भर्नुहोस्, अनि रिन्यू गर्नलाई चाहिँ एप्लाई गर्नुहुन्छ। ल यति भन्दै मेरो भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। मेरो रेकर्ड गरेको भिडियो थियो, त्यही भएर चाहिँ अलिक तलमाथि भएको होला। केही कन्फ्युजन भयो भने सोध्न सक्नुहुन्छ है। यति भन्दै बिदा चाहन्छु। राम्रोसँग ख्याल गर्नु होला, राम्रोसँग बस्नु होला, राम्रोसँग फर्म भर्नु होला। र होपफुली सबैको भिजा 5 वर्ष आओस्। धन्यवाद। तपाईँको दिन शुभ होस्।